हेलो एन्ड नमस्ते सबैलाई स्वागत छ तपाईँलाई मेरो मिनी ब्लगमा। सो आज चाहिँ मेरो रुममा के छ त भनेर तपाईँहरूलाई म देखाउन गइरहेको छु। सो यो चाहिँ मेरो फेस क्रिम र पर्फ्युमहरू भयो, अनि यता मेरो बेड भयो, अनि यता मेरो गिटार। सो म चाहिँ एकदम म्युजिक लभर हो, सो त्यही भएर मेरो गिटार। सो अनि मैले लगाएँ मेरो थोडामा थोरै क्रिम, किनकि मेरो फेस एकदम ड्राई हुन्छ। सो त्यही भएर त्यस पछाडि मैले लगाएँ मेरो हातमा भ्यासलिन। सो भ्यासलिन लगाइसकेपछि चाहिँ अनि म गएँ क्याफेटेरियातिर, किनकि मैले हिजो अलिक छिटो खाना खाएको थिएँ। सो त्यही भएर म चाहिँ लास्टै भोक लागेको थियो, बिहान मैले खाजा पनि खाइनँ। सो साथीले त अघि हातले ल्याम्प बजाइरहेको रहेछ भात त। अनि दाइसँग एकछिन गफ गरेँ, अनि मैले सोधेँ खाना कस्तो साझा भनेर। साथीले भन्यो खाना मिठो छ। सो त्यस पछाडि म लागेँ साइन गर्न। यहाँ चाहिँ साइन चाहिँ यो चाहिँ अब एकदम कम्पलसरी गर्नुपर्छ हामीले, किनकि यो चाहिँ अब काउन्टिङ हुन्छ। अब कतिजनालाई खाना बनाउने होइन, कतिजनाले खाना खायो भन्ने काउन्टिङ हुन्छ। सो साइन गरिसकेर म लागेँ डिस हेर्नतिर। अब डिसमा चाहिँ के रहेछ भनेर एउटा प्लेट उठाएँ मैले, अनि सलाडहरू रहेछ। यहाँ चाहिँ आइटमहरू निकै रहेछ। तर आज मैले चाहिँ सलाडहरू केही पनि खाइनँ, किनकि म चाहिँ नुडल्स लभर परेँ। आज चाहिँ मैले डिसाइड गरेँ कि आज चाहिँ म नुडल्स खान्छु। सो साइडमा मैले लिएँ चिकन करी अनि नुडल्स। अनि मैले यत्रो नुडल्स र चिकन ल्याएको देखेर त मेरो साथी दाइहरू सबै हाँस्न थाले, किनकि मैले बिरामी छु म भनेको थिएँ दाइहरूलाई। अनि दाइले भन्नुभयो बिरामी हुँदा पनि यत्रो खाना खाइदिने भन्नुभयो, किनकि मलाई चाहिँ अब लास्टै भोक लागेको थियो, बिरामी भए पनि भात त खानुपर्छ भनेर। तर अब म चाहिँ नुडल्स लभर भएर चाहिँ नुडल्सै चोइस